क्रुसमा बलिदान हुने दिन अनि आज चाहिँ उहाँको दुःख कष्ट भोग्नु भएको दिन, क्रुसमा टाग्नु भएको दिन है। अनि आज चाहिँ 2082 सालको वैशाख 5 गते हो अनि आज अप्रिल 18 तारिक टिकाबाट मैले यहाँहरूको माझमा आज वचन ल्याएको छु जुन चाहिँ दोहोरो दण्ड भन्ने शीर्षक छ। यसै कारण विश्वासद्वारा धर्मी ठहरिएर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरसँग हाम्रो मिलाप भएको छ, जुन रोमीको पुस्तक 5को 1 अध्यायमा 1मा लेखिएको छ। कानुनी प्रणालीमा दोहोरो दण्डको नियम भन्ने कुरा छ। यसको अर्थ एउटै अपराधको लागि 2 पटक मुद्दा चलाउन सकिँदैन। अब यो सिद्धान्तलाई तपाईको उद्धारको सन्दर्भमा लागू गरौँ। तपाईका सबै पापको लागि यसलाई पहिले नै मुद्दा चलाइएको छ र दण्डित गरिएको छ। यसै कारण शैतान जो दोष लगाउने हो त्यसलाई तपाईलाई यो कुरा विश्वास दिलाउन नदिनुहोस् कि परमेश्वरले तिनीहरूका लागि तपाईलाई पनि दण्ड दिनुहुनेछ र तपाईलाई नरक पठाउनुहुनेछ। क्रुसमा ख्रीष्टका अन्तिम वचनहरू अब सिद्धियो भन्ने थियो। मौलिक ग्रीक पाठमा जसको अर्थ पुरै भुक्तान गरिएको भनेर अनुवाद गरिएको छ। विगत, वर्तमान र भविष्यका तपाईका सबै पापहरूका लागि कल्भरीमा प्रयासित गरिएको थियो। सिद्धियो शब्दलाई विचार गर्नुहोस्। एक सिपालु सिकर्मीले सुन्दर एउटा टेबल बनाएर सक्दै गरेको कल्पना गर्नुहोस्। के तपाईले काठको एक टुक्रा लिएर यस्तो भन्नुहुन्छ, मलाई लाग्छ कि म यसलाई अझै राम्रो बनाउन सक्छु र यसलाई अझै बढी मूल्यवान बनाउन सक्छु। सिकर्मीले यसो भन्ने थियो, रोक रोक, यदि तिमीले यसलाई छोयौ भने तिमीले यसलाई बिगार्नेछौ। अनि त्यसो भनिरहँदा तिमी सही हुने थिए। तपाईको उद्धारको सन्दर्भमा पनि त्यस्तै हुन्छ। तपाई यसमा केही पनि थप्न सक्नुहुन्न, तर आफ्नो कार्य सम्पादन र असल कामद्वारा यसलाई योग्य बनाउन प्रयास गरेर तपाईले यसबाट केही अवश्य हटाउन सक्नुहुन्छ। धर्मी ठहराइएको भन्ने शब्दको अर्थ परमेश्वरको नजरमा धर्मी ठहरिएको वा धर्मी घोषित गरिएको भन्ने हो। तपाईले आफ्नो मुक्तिदाताको रूपमा ख्रीष्टमा भरोसा गर्नुभएको क्षण परमेश्वरले तपाईलाई त्यसरी धर्मी ठहराउनुको रूपमा देख्नुहुन्छ। यसै कारण विश्वासद्वारा धर्मी ठहरिएर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरसँग हाम्रो मिलाप भएको छ। उहाँद्वारा हामीले यस अनुग्रहमा विश्वासद्वारा प्रवेश पाएका छौँ। यस अनुग्रहमा हामी खडा छौँ। अनुग्रह कृपा हामीले केमा पाउन सक्छौँ है? यहाँ छ, तपाईँ अनुग्रहको पोसाक पहिरेर परमेश्वरको सामु कसरी खडा हुन सक्नुहुन्छ? प्रश्नको चिन्ह छ। मात्रै ख्रीष्टमा विश्वास गरेर, अरू केहीमा पनि होइन। हामी चाहिँ ख्रीष्टमा विश्वास गरेर मात्रै हाम्रो पाप क्षमा पाउँछौँ है। हामी उद्धार अनि मुक्ति हाम्रो जीवनमा हामीले पाउन सक्छौँ।